शुभकामना मन्तव्य राखिदिबार तने हामा आदिवासी जनजाति महासंघ बारदशेर अध्यक्ष श्री दिलबहादुर नेम्बाङज्यू हामा हार्दिक नेउरा बारदशी 1 नम्बर वार्डदेखि 7 नम्बर वडामा रहनुहुने वडा अध्यक्षज्यूहरू र जनप्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, आज हामी अत्यन्तै एउटा हर्षोल्लासका साथ हामी यहाँ उपस्थित भएका छौँ र यो आदिवासी समूहको विशेष गरेर राजवंशी समुदायहरूको एउटा खानाको परिकार आज हाम्रो अगाडि पहिचानको रूपमा आएको छ र यो भक्का विशेष गरेर मौसमी खाना जस्तो पनि हामीलाई लाग्दछ र म धेरै वर्ष अगाडि यही विद्यार्थी जीवन 7-8 वर्षको उमेरमा हामी भर्खरै पहाडबाट आएका थियौं। यस्तो जाडो महिनामा हामी कतै खेतबारीमा काम गरिरहँदा एकजना भक्का बेच्ने आमाले ढाकीमा लगाएर घर घर गाउँ घरमा उहाँले ल्याउनुहुन्थ्यो। त्यो खाना वास्तवमा हामीले चिनेका पनि थिएनौं। त्यस्तो खानाको परिकार हाम्रो समुदायमा थिएन पनि, देखेका पनि थिएनौं। भाका भाका भन्नुहुन्थ्यो आमाले। अनि कति पैसा भन्दाखेरि त्यही 4 आना 8 आना जति पर्थ्यो, ठुल्ठुलो बटुकामा बनाएर ल्याउनुहुन्थ्यो अनि हामी किनेर खान्थ्यौं। त्यो असाध्यै मिठो हुन्थ्यो। त्यो भाकाभित्र सखर भन्ने भन्छौँ हामी, सखर भन्छौँ, अब यता चाहिँ के भन्छ, त्यो सखर पनि मिसाइएको हुन्थ्यो र गुड लगाइएको हुन्थ्यो। त्यो गुडले झन् स्वादिष्ट बनाउँथ्यो त्यो खाना, त्यो परिकार हामी खान्थ्यौं। त्यसपछि हामीलाई थाहा भयो यो एउटा तराईवासी आदिवासीहरूको अत्यन्तै जाडो महिनामा खाइने एउटा खानाको परिकार रहेछ। यो अत्यन्त मिठो रहेछ। अब यो कसरी पकाउँछ, कहाँ बनाउँछ, के हाल्नुपर्छ भन्ने कुरा पनि थाहा थिएन। पछि हामीलाई थाहा भयो। त्यो पानी उमालेर ग्यासको सहायताबाट अति राम्रो तरिकाले बनाइएको त्यो परिकार रहेछ र आज पनि यो भाका त्यति नै लोकप्रिय छ। नेपाल इन्डिया जहीँ पनि यो जाडो महिनामा यो भाका खाने प्रचलन आएको छ र विशेष त आज यो भाका दिवस यसरी चाहिँ मनाउने क्रममा जताततै सामाजिक सञ्जालहरूतिर पनि हामी देख्दछौँ र आज स्वयं यहाँ रासविस अथवा राजवंशी विकास समिति महिला समितिको आयोजनामा यहाँ यो भाका दिवस मनाइएको कुरा यहाँ चाहिँ हामीले सुन्न पाउँदा, देख्न पाउँदा म यहाँहरूलाई हार्दिक आभार व्यक्त पनि गर्न चाहन्छु र निकृष्ट कालो बादल पछि प्रभाते सम्यता खानक ढाका दिए। प्रभाते सम्यता खानक ढाका दिए। खुल्ला नी मुरझाते झगड़ा से आगुते नी मुरझाছিলে झगड़ा से दिन और बेला गोधुली सन्ध्या आश्वार से आगुते गोधुली सन्ध्या हवा आश्वार से आगुते झुकाल उला लाज कटाल चखु झुकाल उला। धन्यवाद हमार दयानन्द गोस्वामी दाई। अनगर हमारा पुनः आसन क्रम हमारे देवता थे। अनगर हमारा
श्री दीपजन बोर्डिङ स्कुलेर प्रोपाइटर अथवा संस्थापक व्यक्ति तथा समाजसेवी श्री देवेन्द्र प्रसाद कमलाजी विशेष अतिथि रूपमा भाषण ग्रहण करेको बताने हार्दिक नम्रताप्रति অনকরে অতিথিদের উপর আসন গ্রহণ করে দিবারকানে অনুরোধ করেছি। অনকরে রাজগোপাল বারদেশি সচিব শ্যাম রিজালজি আসন গ্রহণ করে দিবারকানে হার্দিক নিমন্ত্রণ করেছি। অনকরে আমার শ্রী गौरीशंकर मावी बारदशी साथीर प्रधानाध्यापक श्री लेखनाथ कोटवालजी आसन ग्रहण করে দেবার কারণে হার্দিক নিমন্ত্রণ করেছি। অনকরে नेपाल कम्युनिस्ट पार्टी जिला सदस्य श्री महबूब आलमजी हमारे इष्ट राष्ट्रीय ने आसन ग्रहण कर देवर काने हार्दिक निमंत्रण करेছি। वार्ड नंबर 4 वार्ड सदस्य श्री सोम ताजपुरिया जी आसन ग्रहण कर देवर काने हम हार्दिक निमंत्रण करेছি। आसन ग्रहण क्रममा हम एकछिन शुभकामना मन्तव्य राखी देवर काने हम आदिवासी जनजाति महासंघ बारदशीर अध्यक्ष श्री दिलबहादुर नेम्बाङज्यू हार्दिक निमन्त्रण करेছি। बारदशी 1 नम्बर वार्डदेखि 7 नम्बर वडामा रहनुहुने वडा अध्यक्षज्यूहरू र जनप्रतिनिधिज्यूहरू विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, आज हामी अत्यन्तै एउटा हर्षोल्लासका साथ हामी यहाँ उपस्थित भएका छौँ र यो आदिवासी समूहको विशेष गरेर राजवंशी समुदायहरूको एउटा खानाको परिकार आज हाम्रो अगाडि पहिचानको रूपमा आएको छ र यो भक्का विशेष गरेर मौसमी खाना जस्तो पनि हामीलाई लाग्दछ र म धेरै वर्ष अगाडि यही छिमे आएका छौँ। वास्तवमा अति राम्रो कार्य हो, धन्यवाद दिन चाहन्छु। र अर्को पनि एउटा खुसीको कुरा, आज राजवंशी विकास समितिको सामुदायिक भवनको पनि शिलान्यास हुने कार्यक्रम रहेको छ र अत्यन्तै खुसी पनि लाग्यो मलाई। बारदशी गाउँपालिकाका अध्यक्ष श्रद्धेय अध्यक्ष खड्गप्रसाद राजवंशीज्यूको उपस्थितिमा त्यहाँ चाहिँ शिलान्यास हुने कुरा जानकारीमा आएको छ र यहाँ यो एउटा आदिवासीहरूको एउटा सामुदायिक भवन निर्माण हुनु यो अत्यन्तै तपाईँ हाम्रो लागि एउटा गौरवको कुरा हो। वास्तवमा हामीले हाम्रो पहिचान